स्वागत छ भोइस फ्रम द डार्क आवाज अँध्यारो बाटोमा, जहाँ हामी डिजिटल संसारका लुकेका रहस्यहरू उजागर गर्ने गर्छौं। आजको एपिसोडमा हामी कुरा गर्नेछौं द हिडन आइज। तपाईको फोन कसरी तपाईलाई हेर्छ, सुन्छ र पछ्याउँछ तपाईलाई थाहा नै नदिई। एउटा गोपनीयताको भ्रम छ। तपाईको फोन कहिले अफ हुँदैन, स्क्रिन लक भयो तर लोकेसन सर्भिस, एप ट्र्याकर र ब्याकग्राउन्ड डेटा कलेक्सनमा चलिरहन्छ। तपाईलाई लाग्ने गर्छ तपाई सुरक्षित हुनुहुन्छ, तर वास्तवमा तपाईको गतिविधिहरू हरेक सेकेन्ड रेकर्ड भइरहेका हुन्छन्। ट्र्याकिङ कसरी हुन्छ? जीपीएस ट्र्याकिङ, ग्लोबल पोजिसनिङ सिस्टम, तपाईको सटीक स्थान, एक्ज्याक्ट लोकेसन पत्ता लगाउने प्रणाली। तपाईको फोनले हरेक सेकेन्डमा उपग्रहहरू मार्फत तपाई कहाँ हुनुहुन्छ भन्ने सूचना पठाइरहेको हुन्छ, जस्तो कि तपाई कुन पसलमा जानुभयो, कुन बाटो फर्किनु भयो। एड आइडी, एडभर्टाइजिङ आइडेन्टिफायर, तपाईको मोबाइलमा एउटा अदृश्य कोड हुन्छ जुन विज्ञापन कम्पनीहरूले प्रयोग गर्दछन्। यसले तपाई कुन एप खोल्नुहुन्छ, के हेर्नुहुन्छ र कुन वस्तुमा रुचि राख्नुहुन्छ ट्र्याक गर्ने गर्छ। मेटाडेटा, हरेक फोटो वा फाइलसँग जोडिएको लुकेको सूचना हो, जस्तै यो फोटो कहिले खिचियो, कुन मोबाइलबाट खिचियो, कुन ठाउँमा खिचियो, सबै। अपराध अनुसन्धानमा पनि यो डिजिटल फिंगरप्रिन्टको रूपमा प्रयोग हुन्छ। ब्याकग्राउन्ड डेटा, एपले तपाईको अनुमति बिना नै ब्याकग्राउन्डमा डेटाहरू पठाइरहेका हुन्छन्, जस्तै तपाईको लोकेसन, नोटिफिकेसन वा वाइफाई नेटवर्कको जानकारीहरू। थर्ड पार्टी एनालाइटिक, जब तपाई कुनै एप प्रयोग गर्नुहुन्छ, यसले तपाईको डेटा गुगल, मेटा वा अन्य कम्पनीहरूलाई पठाउँछ, जसले तपाईको बानी, रुचि र व्यवहार अध्ययन गर्ने गर्छ। सेन्सर डेटा लिकेज, तपाईको मोबाइलमा भएको जिरोस्कोप, एक्सेलेरोमिटर र माइक्रोफोन जस्तो सेन्सरहरूले तपाईको चाल, हिँडाइ वा टाइपिङ शैली पनि पत्ता लगाउन सक्छ। वास्तविक उदाहरण, एकपटक फ्ल्यास लाइट एप डाउनलोड गर्नुभयो। त्यो टचको लागि मात्र हो जस्तो लाग्छ, तर त्यो एपले तपाईको कन्ट्याक्ट लिस्ट, स्टोरेज र लोकेसन एक्सेस माग्छ, किनभने त्यो डेटा विज्ञापन कम्पनीहरूलाई बेचिन्छ। अनुसन्धान अनुसार सन् 2019 मा 100 भन्दा बढी एन्ड्रोइड एपहरूले प्रयोगकर्ताहरूको लोकेसन डेटा चोरी गरेका थिए, अनुमति नदिँदा पनि। अब कुरा गरौं डेटा जाल, द इन्भिजिबल वेब। तपाईले अनलाइनमा केही सामान हेर्नुभयो अनि तुरुन्त इन्स्टाग्राममा त्यही सामानको विज्ञापन देख्नुभयो। यो कुनै संयोग होइन, त्यो हो डेटा कोरिलेसन अल्गोरिदम, जसले तपाईका व्यवहारहरू जोडेर तपाईलाई टार्गेटेड एड देखाउने गर्छ। अल्गोरिदम कुनै प्रणालीमा काम कसरी चल्ने भनेर पारिभाषिक गरिएको गणितीय नियम वा प्रोसेस हो। यसले तपाईको व्यवहारको ढाँचा अध्ययन गर्ने गर्छ र तपाईलाई आकर्षक सामग्री देखाउँछ ताकि तपाई स्क्रिनबाट टाढा नहुनुहोस्। तपाईले गर्न सक्ने उपायहरू यस प्रकारका छन्। एप परमिसन रिभ्यू गर्नुहोस्। हरेक 2 हप्तामा कुन एपले के अनुमति दिइरहेको छ हेर्नुहोस्। लोकेसन एक्सेस बन्द गर्नुहोस्। जबसम्म आवश्यक छैन अलवेज अलो बन्द गर्नुहोस्। एड आइडी रिसेट गर्नुहोस्। तपाईको ट्र्याकिङ प्रोफाइल हटाउन त्यसले मद्दत गर्छ। प्राइभेसी ब्राउजरहरू युज गर्न सकिन्छ, जस्तै ब्रेभ वा डकडगो। यिनीहरूले ट्र्याकरहरूलाई रोक्ने गर्छन् र अर्को हामीले फ्री VPNहरू पनि अभोइड गर्न सकिन्छ। यदि केही निशुल्क छ भने तपाई नै उत्पादन हुनुहुन्छ। अन्तमा तपाईको फोन तपाईको साथी हो, तर यदि सावधान नभए बस्नुभयो भने यही तपाईको डिजिटल जासुस बन्न सक्छ। अबदेखि हरेक अलो बटन थिच्नु अघि एकपटक सोच्नुहोस्, यो मलाई सेवा दिइरहेको छ कि मलाई निगरानी राखिरहेको छ। तबसम्म स्टे सेफ, स्टे अवेयर। अर्का एपिसोडमा फेरि भेटौँला। भोइस फ्रम द डार्क आवाज अँध्यारो बाटोमा। धन्यवाद।